यो चाहिँ रामेछापको जुनार है। यहाँ हेर्नुहोस् न, अब यति सानो बोटमा अब यसरी फुल्या छ। यो अब कतिवटा अडिनी हो चाहिँ थाहा छैन। यो मैले भर्खरै किनेर ल्याएको। अनि यो चाहिँ रामेछापको जुनार। मलाई आशा छ एउटामा 3-4वटा मात्रै बस्थ्यो भने पनि रमाइलो हुन्छ होइन। यो साल चाहिँ, अर्को साल त बोट ठुलो हुन्छ। अनि यो चाहिँ रामेछापको जुनार है त। हेर्नुहोस् है त, यो कौसीमै रोपे पनि हामी चाहिँ फुलको सट्टा तरकारी रोप्ने होइन। अब यो चाहिँ हेर्न पनि राम्रो भयो अनि खान पनि राम्रो भयो। यहाँ हेर्नुहोस् है, यो चाहिँ ताइवानी साग भन्छन् यसलाई। यसको कलर चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो यतापट्टि बैगुनी कलर, यतापट्टि हरियो होइन। हजुर, यो भयो ताइवानी साग भन्छ यसलाई होइन। अनि यो चाहिँ उसको साग, यो के अरे सलादको साग भयो। यो पनि कलर है, हरियो त हुन्छ, यो चाहिँ अर्कै कलर छ होइन। अनि यो चाहिँ कसुरी मेथी नै हो। अनि त्यस पछाडि यो रातो बन्दा। अनि त्यस पछाडि यहाँ हेर्नुहोस् है त, यो चाहिँ यो स्विट साग पनि, स्विट साग त स्विट सागै हो होइन, तर कलर यहाँ हेर्नुहोस् न। अनि मलाई चाहिँ यस्तो फुलको सट्टा कलर गरी यसरी रोप्न मन लागेर अनि यो चाहिँ स्विट साग पनि कलरको रोपेको छ। मलाई चाहिँ 79 को कौशिक क्विन देवरा अधिकारीले दिनुभएको यो चाहिँ। ल हेर्नुहोस् है त, यो चाहिँ सुन कागती भनेर ल्याएको मैले। यो त अहिले चाहिँ अफ सिजन, यो बेलामा कागती हुँदैन है। हजुर, पाकेर मजाको भइरहेछ। कति ठुलो यस्तो त विकासे कागती हो यो? विकासे भनेको छैन, यो सुन कागती हो। सुन कागती 1 र 2 अलि ठुलो हुँदो रहेछ। 1 र 2 भनेको अलि सानो र अलि ठुलो हो कि किन हो 1, 2 भन्दा रहेछन्। हजुर, अनि यहाँ हेर्नुहोस् है त, यो पाकिरहेछ अनि यो फुलिरहेछ। यहाँ यसरी फलिरहेछ, ठुलो भइसकेको छ। भनेपछि यो चाहिँ लगभग वर्षैभरिलाई हुन्छ। 2 बोट जति यो कागती भयो भने हजुर हामीलाई आनन्दले पुग्छ। ओहो, सुन कागती। हजुर, यहाँ सानो केराउ हेर्नुहोस् न। सानो केरा पनि लटरममा यस्तो सानो ठाउँमा पनि यहाँ हेर्नुहोस् न, यो अम्बाको फेदमा रोपिदिएको मैले। कस्तो राम्रो, खानलाई भइसक्यो। मलाई गाउँघरको याद आयो यो त। धन्यवाद।